एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो अर्को भ्लगमा। हामी चाहिँ आज पसल जाँदैछौँ। नाना नानी बोलौँ है नाना, बोलौँ। पानी परेर यस्तो चिसो चिसो मौसम भइरहेछ। नानी आऊ यहाँ दिदीको भ्लगमा आयो भनिदेऊ न। हामी कहाँ हिँडेको भनिदेऊ त। पसलमा गएर के खाने? मौसम देख्न सक्नुहुन्छ कस्तो भइरहेछ। कताबाट जानु हो? ओइ त्यो यस्तो घारी छ सबै मकैले पाक्छ। कस्तो खतरा भएछ नाना आजको मौसम है। यतिकै भइरहनु हो बिहानदेखि होइन हो क्या, पानी नपरी तर डल्लु ए डल्लु हामी चाहिँ ल नाना फुलेकै छैन त फुल त होइन। यस्तै मात्रै हो क्या। यस्तो छ तर फुलेको चाहिँ एउटै छैन। यही हो होइन फुलको रुख त नानी। नानी फुल फुलेछ। त्यही त फुलिरहेको छ क्या त्यता पनि। त्यता हामी आउँदाखेरि देखेको। अनि यहाँ चाहिँ फुले छैन। फर्किने जाने हजुर के त खतरा मौसम भएको आज त लडेको भइहाल्यो। फेरि यहाँनिर कस्तो मजा आउँथ्यो हेर्नु न। यति मजाले हिँडिरहेका छन्। हाम्रो सायरा खतरा हिँडिन्छ। फेरि पढ्नु पनि बाँकी छ। पसल हिँडेको आज मैले लुसेन हानिदिएको ल गाइस हेर्नु। हेर्नुहोस् गाइस मेरो कपाल खतरा कसले गरेको भन्छ? मेरो प्यारी नानाले गरिदिनु भएको। उनी पार्लर सिक्छिन् अनि हामीलाई यस्तो यस्तो बनाइदिन्छन्। के गर्नु यस्तो खतरा हेर्नु गाइस। भर्खर आज भर्खर भयो यस्तो खतरा बनाइदिएको क्या। गाइस पसल चाहिँ आइसक्यौँ हामी। क्या इधर नहीं जाना, इधर से बिटी जाना। पसलबाट चाहिँ फर्किसक्यौँ गाइस। हारे क्या म त। बाटो पनि कता हो बुलेट हो अन्ना न हाँगेर जाउँ न। कसको बुलेट छ हाँगेर जाउँ न। यहाँ चाहिँ कसको घर हो भर्खर भर्खर बन्दै रहेछ। पछाडि बसेर बुलेट बाइकमा भन्दै गीत गाउँदै हिँड्दै। नाना आली त रहेछ त। आली त रहेछ त ल यस्तो। यस्तोमा हिँड्नु पर्यो। यस्तो गाह्रो भइहाल्छ नि। रोटेर गएको अहिले नानाले यताबाट जानु भनेर आएको। त्यही पनि हिँड्छ।
परेको छ गाइस, तपाईँहरूकोतिर चाहिँ परेको छ कि छैन? हाम्रो चाहिँ पानी परेर बल्ल उग्रेको छ। पानी हिजैदेखिको परेको, आज पनि परेको छ। दिनभरि घाम लाग्छ, टन्डरपुर हिँड्नु नसक्ने जस्तो। अनि साँझ पर्दै गएपछि पानी परेपछि भोस हुन्छ। बाटो खा खाना न जिन्दगीमा सबै कुरा जाओस्, तर लाइन नजाओस्, मोबाइल नजाओस्। अरू गएर बाल छैन, तर लाइन चाहिँ हुनु पर्यो। हाम्रो साएर पनि हाँसिदिइहाल्छन् उनी पनि। खाइसकेको छैन। हामी चाहिँ पसलबाट बनाइसकेको आएछ नि। हामी चाहिँ आज चटपटे बनाएर खानु लागेको। नानाले चाहिँ सबै कुरा काटिसक्नु भएको छ। एकदम दामी 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 नाना। नाना यो पनि होइन? आमा छोरी त एकदम चलिरहेको। मिसा मगरको आला देख्नुहुन्छ, आलु खोज्याल्दैछ है। तिमीलाई खोज्याल नसकेर आलु खोज्याल्दैछ मिनिसा मगर। के सोचेको तिमीले? तीहरू हाम्रो चाहिँ चटपट पनि बनिसकेको छ। अनि यतातिर चाहिँ हाम्रो यसो चिसो कोक। हामीले चाहिँ खाँदैनौँ है, यसो चाहेको मात्र। खाएकै छैन, निलेको मात्र छ। हामीले चाहिँ खाएर पनि सकिसक्यौँ। गाइज आजको ब्लग चाहिँ यति नै। बाइ बाइ गाइज, नेक्स्ट ब्लगमा भेट्नेछौँ।